हेलो एभ्रिवान, हामी चाहिँ अहिले चाहिँ उहाँको कहाँ अरे यहाँ सिन्धुलीको सब भ्यू देख्छ क्या यो ठाउँबाट। अनि हामी त्यो ठाउँमा आएको होइन, दामी छ क्या मस्तोको आउला क्या होइन दाइ हो कि सुभाष भन्नु त। किम्बु पनि दामी दामी छ, किम्बुको रुखु सानो सानो छ तर मस्तको छ है, हो नि दादा। अनि हाम्रो चाहिँ यहाँ सिन्धुलीको भ्यू चाहिँ यो है। यहाँबाट त्यो स्कुलको डाँडाबाट झरिन्छ क्या यहाँबाट। कुन स्कुल? त्यो उतारि छ नि विकलहरू बस्ने उतारि, त्यहाँ माथिबाट झरिन्छ। माथि डाँडाबाट झरिहाल्छ नि त यहाँ। दामी भ्यू छ है गाइस हाम्रो चाहिँ। अनि हाम्रो केटाहरू चाहिँ यो हो खान जान लगाएको होइन। किम्बुहरू त रातै बाहा रातै 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 रातो चाहिँ रहेछ, कालो चाहिँ बाहेन, रातो चाहिँ भए रहेछ है। हाम्रो केटाहरू चाहिँ कागी त पैसा जस्तो जम्मै पस्यो यार। वाह म पनि गाइस यहाँ किम्बु खाँदैछु है, कालो कालो खोजेर। अब कालो कालो खालको किम्बुहरू खानुपर्छ क्या, हेर्नु है यहाँ यस्तो यस्तो खालको यहाँ रहेछ। यतिको मजा चाहिँ आउनु पऱ्यो है किम्बु खाँदाखेरि। यहाँ त रोड हेर, रोड गाडी पनि किम्बु, रोड डिलो पनि किम्बुको बोर्ड मात्रै छ है गाइजहरू केटाहरू। कालो दाइले खायो, कालो दाइले खायो, कालो दाइले किम्बु खायो, कालो दाइले किम्बु खायो। खाइदिउँ भने अँ ल खाइदियो दोस्त खाइदियो। मजा आयो नि होइन? मजा आयो दोस्त, मजा आयो। अझै खाम दोस्त। ए खाइदिउँ खाइदिउँ ल। हाम्रो केटाहरू चाहिँ ल हात हाल न, म भिडियो गर्छु क्या। हामी यस्तो देखाउने पो हाम्रो केटाहरू यहाँ त ओ प्रमोद दाई हिरो, मधेसको हिरो। हामी अब लाग्ने रोडतिर अब भयो नबनाउने भिडियो। माथि माथि जाउँ, यहीँबाट जाउँ हो। ल हिँड नि त अनि। देखाएको दोस्त, यस्तो देखाएको दोस्त, अनुहार देखाउ न दोस्त। मेरो अनुहार देख्यो।